नमस्कार, स्वागत छ मेरो युट्युब च्यानल सुप्रिया श्रीमा। यो देखिराख्नु भएको बाटो साङ्गाको बाटो हो। धुलिखेल र सूर्यविनायक बिचको खण्डको बाटो यो साङ्गाको बाटो हो। लगभग 2022 देखि निर्माणाधीन रहेको अर्निको हाइवेको यो खण्ड अब छिटै पुरा हुने तर्खरमा रहेको छ। बनेपासम्म जोइन हुने गरी यहाँ अन्डरपास बनाउने पनि तयारी भइरहेको जानकारी मैले गराउन चाहे। बेला बेलामा पहिरो आएर यातायात अवरोध हुने यो बाटोमा अर्कोतिर विशाल खाडल रहेको छ, जसले गर्दा यहाँ यात्रा गर्न पनि डर लाग्ने अवस्था थियो। तर यसरी एकदम पक्की तरिकाले तल र माथि बाटो बनाइदिँदा यहाँको सर्वसाधारणलाई पनि एकदमै राहतको महसुस भएको र यहाँ यात्रा गर्ने गाडीहरू र यात्रीहरूलाई पनि अत्यन्तै सहज हुने अनुमान गरिएको छ। हाल निर्माणाधीन रहेको तर तीव्र रूपमा काम जारी रहेको यो बाटो छिटै पुरा होस् भनेर कामनाका साथ मैले यो छोटो भिडियो क्याप्चर गरेकी छु। यहाँ चाहिँ मैले अन्डरपासको भिडियो चाहिँ क्याप्चर गर्न पाइनँ साथीहरू, किनभने म फर्किने क्रममा थिएँ। अन्डरपास चाहिँ मैले खिच्नलाई भ्याइनँ। साङ्गामा लामो झुलुङ्गे पुल रहेको र साङ्गा महादेव पनि रहेको जानकारी मैले यहाँ गराउन चाहे। काठमाडौँ फन भ्यालीको नामले यहाँ ठुलो स्विमिङ पुल सञ्चालनमा रहेको छ, जहाँ हरेक गर्मीयाममा ठुलो भिड लाग्ने गर्दछ। त्यही भएर साथीहरू साङ्गा पनि एउटा पर्यटक हिसाबले एकदमै घुम्ने ठाउँ रहेको जानकारी पनि मैले यहाँहरूलाई दिन चाहे। निर्माणको क्रममा रहेको यो बाटो अहिले चाहिँ एकदमै धुलामी रहेको छ र झरी वर्षाको समयमा यहाँ चाहिँ हिलोले गर्दा एकदमै असुविधा पनि रहेको छ। साथीहरू 143 फिट अग्लो साङ्गा महादेव चाहिँ यहाँ पर्यटकको लागि आकर्षक गन्तव्य रहेको छ। एकचोटि चाहिँ अवश्य पनि पुग्नुपर्ने ठाउँ हो साङ्गा महादेव। ल अब हामी बाँकी बाटो हेर्नतिर लागौँ है त।